फाइनली हामी अहिले बडडानाको ओह्रालोमा छौँ। यो चाहिँ बडडाना ओह्रालोको बाटो तपाईँहरू देख्न सक्नुहुनेछ। तपाईँहरू देख्न सक्नुहुनेछ यो चाहिँ बडडानाको ओह्रालो है। सबैले सबैभन्दा डेन्जरस बाटो यही भन्नुहुन्छ। हेर्नु अहिले नालाहरू बन्दैछ यसरी। अस्ति त राम्रो थियो आउँदाखेरि राम्रो थियो। हिजोको पानीले चाहिँ यत्रो खतम बर्बाद बनाएको छ यसरी। ए तपाईँहरू देख्न सक्नुहुन्छ यत्रो यसको मर्मत हुँदैछ हेर्नुहोस्। यो चाहिँ बडडानाको ओह्रालो यस्तै हाल्छु कि के भएर उहाँ चाहिँ एकजना दिदी आउनु भएको छ सामान बोकेर। दिदी हो मेरो त तिम्रो मामा हो। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ बडडानाको ओह्रालो है। हेर्नुहोस् यो चाहिँ पानीले गर्दा यस्तो बाटोमा चाहिँ यहाँ हिलोहरू होइन रातो माटोहरू चाहिँ कट्ठा भएको छ। त्यो चाहिँ अगाडि चाहिँ रोल्पाको पछाडि चाहिँ रोल्पाको होटलदेखि बडडानाको ओह्रालो सबैभन्दा खतरा बाटो भनेर यही बाटोले चिनिन्छ, यही ओह्रालोले चिनिन्छ। तपाईँहरू चाहिँ अलिक केयरफुल भएर चाहिँ आउनु होला। कसै रोल्पा प्युठानतिर घुम्न आउने नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ यो अवश्य भ्लग हेर्नु होला। पक्कै पनि हो बडडानाको चाहिँ यो चाहिँ साँझ एरियातिर है हल्का अँध्यारो देखिरहेको छ। यस्तो चाहिँ पहाडतिरको हो। तपाईँहरू देख्न सक्नुहुनेछ यो बडडानाको ओह्रालो हामी दिइरहेका छौँ। ओह्रालो डाँडा काँडाको भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँहरू। हामी ओह्रालो आइरहेको छ। बस पोखरादेखि रोल्पा पोखराको बस पनि छुटिसकेको छ होइन। तपाईँहरूले पारे घुम्ती पनि देख्न सक्नुहुन्छ। यति टाढा छ नि घुम्ती पनि के गर्नु। चिसोले गर्दा यहाँ घाँटी पनि बस्यो स्वर राम्रो छैन। तपाईँहरू हेर्न सक्नुहुन्छ बडडानाको भ्यू पाहाडले त के भन्छ हिँड न। ओ बाटोको हरिबिजोक बाटोको हरिबिजोक हिजोको पानीले भनौँ आयो ल पानी बिस्तारै खल्न पनि नक्करै छ तिमीले। बिस्तारै यहाँ बाटोको हालत है। बाटोको हालत बडडानाको बाटोको हालत बडडानादेखि ओह्रालोको बाटोको हालत। खोला बोक्ने यहाँ त पिपिसी धराइ गरेको होइन र पानी खाने उता आएर है हिँडै नै पाइन्छ। यो चाहिँ खोला है। यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ पिपिसी ढलाइ भएको थियो। उताबाट गाडी आइरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ यसरी हालत बडडानाको ओह्रालोको खोलानिरको हालत। के ठाउँ के हुन्छ बडडाना हुँदैन। तपाईँहरू देख्न सक्नुहुनेछ है। सबै बाटो मैले आज चाहिँ क्याप्चर गर्छु यो ओह्रालो तल जहाँसम्म आउँदैन। धेरैजनाले भन्नुहुन्थ्यो यो बाटोको पनि भ्लग बनाउनु पऱ्यो भनेर, त्यसैले म आज यो बाटोको पनि भ्लग बनाइदिइहालेँ। सबैजनाले जसले मेरो भ्लग हेर्नुहुन्छ सबैजनाले सब्सक्राइब, भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्ने मलाई पूर्ण आशा छ। मेरो युट्युब च्यानलको नाम चाहिँ MTView भीमा है। सबैले याद गर्नु होला MTView भीमा। पाता जति पनि भ्लगहरू, न्युजहरू, भिडियोहरू आउँछ नि हेरेर मलाई साथ दिनु होला है।
के अरे दौड्यौँ न किन अन्त दिनु सकिन्छ तपाईँ देख्न सक्नुहुन्छ बहुत टाढाको केही पनि डिजल सकिन्छ पेट्रोल सकिन्छ तपाईँ देख्न सक्नुहुन्छ है के कस्तो भ्लग आउँछ मेरो च्यानलबाट सबैजनाले हेरेर मलाई पर्खिहाल्नु दिनु होला। उहाँ भाइ चाहिँ एकदम फौजी म्यान है, उहाँ चाहिँ अहिले आर्मीको तयारी गरिरहनुहुन्छ। यो आर्मी भन्ने साथी है सपनीमा तिमीलाई विपनीमा तिमीलाई हेर्दा हेर्दै मेरो के अरे हप्ता बनाएको छ गेटमा बनाएन यार त्यो बनाएको छ जाममा बनाएको छ गेटमा कहाँ त्यस्तो अवस्था छ पुलिसले च्याप्पै समात्यो भने फेरि आएर पर्छ। यो चाहिँ अहिले बाटो बन्दैछ है, पहिरोको कारणले चाहिँ यहाँ बाटो ब्लक थियो अघि बिहानसम्म, अहिले चाहिँ खुलिसकेको छ बिना तेल र तपाईँहरू देख्नुहुन्छ काम बनिरहेको छ, अहिले मर्मत भइरहेको छ बाटोको मर्मत भइरहेको छ। बाटो भने चाहिँ अहिले बिजोग छ है धक्कै धक्क। यो चाहिँ मेरो भान्जा हो टारा भन्ने, यही जन्टु हो नाम लगेर हो हेन नै हेन हो हेर भन्छ। तपाईँहरूले दिगो लगाए त्यहाँबाट खोलाको भ्यू निकाल्छ रोक्ने होला यहाँ अलिकति देखिन्छ त्यो देखिन्छ दोकान टाइपको के यार पाइबाट मान्ला नि त। फाइनली हामी तेर्सो बाटोमा आउन आँटिरहेका छौँ। त्यत्तर पनि बाइक जस्तो कुदाउँछ केटा के भन्ने यार साथीहरूलाई। हामी तेर्सो बाटोमा आइपुग्यौँ है। तपाईँहरू देख्न सक्नुहुनेछ बाटो चाहिँ के कस्तो छ भनेर चाहिँ सबै तरिकाले चाहिँ देख्न सक्नुहुन्छ। बाटो चाहिँ देख्नुहुन्छ बाटो यस्तो छ, बाटो चाहिँ पानी परेर यस्तो हालत खराब छ बाटोको। पछिबाट चाहिँ गाडी के गर्छ र तपाईँ देख्न सक्नुहुन्छ भ्यू। मैले यो बाटोको चाहिँ 10 मिनटको भिडियो चाहिँ क्याप्चर गरेको छु। सबैजनाले हेरेर चाहिँ के कस्तो हुन्छ मलाई चाहिँ सल्लाह सुझाव चाहिँ दिनु होला पक्कै पनि। भिखमा आउने जसले रोक्यो भने